पहिरो भिरालो जमिनको पकड कमजोर भएको ठाउँबाट ठुल्ठुला ढुङ्गा गिट्टीहरू खस्ने, माटो धस्सिने, भाँसिने वा बग्ने प्रक्रियालाई पहिरो भनिन्छ। नेपालको पहाडी क्षेत्रमा पहिरो हरेक वर्ष जाने गर्दछ। प्राकृतिक र मानवीय कारकहरू जस्तै भिरालो जमिन, कमजोर भूगोल, वर्षाको उच्च तीव्रता, वन फडानी, जथाभावी बसाइएका मानव बस्तीहरू पहिरोको प्रमुख कारणहरू हुन्। कमजोर भूमिको अतिक्रमण र असुरक्षित क्षेत्रहरूमा उचित संरक्षणका उपायहरू बिना नै सडक र सिँचाइ नहरहरूको निर्माण जस्ता अनियोजित विकास गतिविधिहरूले पहिरोको जोखिम अझ बढ्छ। जोखिम पहिरोले जनधनको धेरै ठुलो क्षति निम्त्याउँछ। पहिरोको जोखिमको सङ्केतहरू: जमिनमा चिराहरू परेको देखिनु, रुख, बिजुलीका खम्बा वा घरहरू ढल्केको देखिनु, पानीको मुहान सुक्नु वा धमिलो पानी निस्किनु, पहाडी क्षेत्रमा वर्षा भई बाहिर सतह बग्न थाल्नु, ढुङ्गा गिट्टीहरू खस्न थाल्नु। न्यूनीकरणका उपायहरू: यदि तपाईँ उच्च जोखिम क्षेत्रमा बस्नुहुन्छ भने भारी वर्षाको समय, वर्षा गइसकेपछिको समय र भूकम्पको धक्का महसुस गरेमा अतिरिक्त सावधानी अपनाउनुहोस्। घरमा बस्न सुरक्षित छ वा छैन भनेर निर्धारण गर्नुहोस्। पहिरो प्राय जस्तो रातको समयमा जान्छ, त्यसैले जोखिम क्षेत्रमा बस्नुहुन्छ भने सतर्कता अपनाउनुहोस्। समुदायमा पूर्व जानकारी दिने संयन्त्रको स्थापना गर्नुहोस् र मौसमको पनि जानकारी लिइराख्नुहोस्। यदि तपाईँले पहिरो जान लागेको महसुस गर्नुभयो भने तुरुन्तै सुरक्षित ठाउँमा जानुहोस्। भिरालो जमिनमा सुरक्षा बढाउन वा पकड बलियो बनाउनका लागि सही तरिका र प्रविधि अपनाएर वृक्षारोपण गर्यो भने माटो बग्न वा झर्न कम हुन्छ। विशेष गरी भिरालो जमिनमा सुरक्षा बढाउनका लागि सही तरिका र प्रविधि अपनाएर वृक्षारोपण गर्ने, टेवा पर्खाल वा ग्याबिन पर्खालहरू निर्माण गर्ने र विभिन्न प्रविधि प्रयोग गरेर माटोलाई स्थिर पार्ने। नहरहरू र ढललाई उचित निकास र व्यवस्थापन गर्नुहोस्। भारी वर्षाको समयमा सिँचाइ नहरहरू खोलातिर मोड्नुहोस्। कमजोर माटोलाई बलियो बनाउनका लागि रुख र अन्य बोट बिरुवाहरू रोप्नुहोस्। पहिरोको जोखिम हुने क्षेत्रहरूमा घरहरू निर्माण गर्ने परेमा इन्जिनियर र भूगर्भविद जस्ता प्राविधिकहरूको सल्लाह र सुझाव लिएर मात्रै निर्माण कार्य सुरु गर्ने। भिरालो, पानी पग्ने खोल्सामा घर निर्माण कार्य, अनियोजित सडक विस्तार र वन पडानी जस्ता क्रियाकलापमा सरकारले कडाइका साथ प्रतिबन्ध लगाउनु पर्दछ। जोखिम क्षेत्रमा बस्ने वृद्ध-वृद्धा, बालबालिका, अपाङ्गता भएका व्यक्ति र सुत्केरी महिलाहरू। पहिरोको जोखिम पूर्व तयारी र यसको व्यवस्थापनमा ज्ञानको कमी। न्यूनीकरणका उपायहरू: पूर्व जानकारी दिने संयन्त्रको स्थापना गर्ने, पहिरोको जोखिमबाट कुन समुदाय र कुन ठाउँ प्रभावित छ भन्ने बारे स्थानीय तहमा छलफल गरी पहिचान गर्ने र सुरक्षित ठाउँहरू पहिचान गरी पूर्व तयारी अवस्थामा रहने। समुदाय स्तर, विद्यालय, टोल र वडा स्तरमा पहिरो सम्बन्धी जागरुकता कार्यक्रमहरू आयोजना गर्ने।